नेपालको भविष्य को बारेमा अहिले निर्णय गर्दैछ। जुन कुरा हाम्रो उपसमितिले हरेक समस्याहरूलाई साङ्ग्रुदै गराउँदै यहाँ ल्याइरहेको छ, उहाँहरूलाई एकदम यसको उपसमितिको संयोजकजी, हाम्रो अध्यक्षजी, यसका सदस्यज्यूहरूलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। शिक्षा जीवन हो, जीवनको तयारी र रूपान्तरण हो, र शिक्षा नै जीवन हो। यो मान्यतालाई हामीले राखेका छौँ र हामीले आफ्नो संविधानलाई पनि अगाडि राखेका छौँ। हामी कति व्यवहारिक कति अव्यवहारिक भन्ने कुरा त 2075 सालको राष्ट्रिय चिकित्सा शिक्षा ऐनबाट थाहा हुन्छ कि 10 वर्षभित्रमा निःशुल्क सेवामूलक बनाउने भनेपछि हाम्रो क्षमता के रहेछ, हामी लेख्नका निम्ति कति आतुर रहेछौँ र व्यवहारमा कार्यान्वयन गर्नका निम्ति हामी कति अदूरदर्शी र अव्यवहारिक रहेछौँ। यही ऐनले हामीलाई प्रस्तुत गर्दछ। त्यसकारण हामी जति गर्न सक्छौँ त्यसरी हामी जानुपर्छ जस्तो लाग्दछ। जहाँसम्म सरकारी र निजी स्कुलको बारेमा, विद्यालयको बारेमा कुरा गर्दैछौँ, हामी सबै धेरैजसो सरकारी स्कुलमा पढेका हौँ। विगतमा हाम्रो सरहरूले पढाउँदा हामी म्याथ र इङ्ग्लिसमा अत्यन्त कमजोर भयौँ। त्यसकारण हामी ग्लोबल भिलेजमा उपस्थित हुँदा हाम्रो इङ्ग्लिस नराम्रो छ। त्यसको प्रतिस्थापन गर्नलाई निजी स्कुल आए। त्यसकारण अहिलेका बच्चाहरूको इङ्ग्लिस राम्रो छ।